ढुक्कै पार्नु ल हेर्नु भन्दा पनि धेरै बोल्छौ छ्या कति साह्रो बोल्नु दाडी पकड़े वेलकम बैक टू माय यूट्यूब चैनल इट्स मी अमिना भट्टराई हजुर बिचमै के हो यस्तो तपाई चाहिँ अझै मेरो हस्बेन्ड आज चाहिँ फेरि कति घुम्न निस्केको नभन्नु होला बाहिरसँग काम थियो काम सकेर अनि अब मैले कहिले काहीँ भिडियो हालिरहेको छु अनि जाउँ न त यसो नजिकैको पार्कतिर घुम्नको लागि भनेर निस्केको हेरौँ के कस्तो हुन्छ थाहा छैन अनि के भन्छु भने चाहिँ बिर्से यो भन्दा अगाडिको के भिडियोमा मलाई कति मान्छेहरूले कति लामो भिडियो बनाएको किन त्यत्रो लामो भिडियो बनाएको भन्दैछ के गर्नु ठाउँ है त्यस्तो राम्रो छ है कस्तो राम्रो भिडियो त्यो ठाउँ राम्रो के अनि यति राम्रो क्लिपहरू छ त्यो मलाई काटेर थोरै राख्न अलिकति पनि जाँगर चलेन अनि मोबाइलमा यतिकै राखिरहेको भने मोबाइलको स्टोरेज फुल भइसकिसक्यो त्यही भएर बरु भिडियो बनाएर युट्युबमा राखिरहेको हाल्यो भने त के भयो केही नै हुँदैन त्यही भएर मैले ती लामो भिडियो बनाएर हालेको झ्याउ नमानिकन फुल भिडियो हेरिदिनु होला अनि अब हेरौँ घुम्न निस्केको कहाँ पो गएको आज साँच्ची कहाँ चुरुमाई पार्क गएको अब अहिले त फेरि यस्तो हो क्या बसन्त ऋतु सबैतिर फुल फुल्ने ठाउँ बेला इङ्ग्लिसमा चाहिँ के भन्छ हौ हजुर स्प्रिङ अनि अब यतिखेर चाहिँ जापानमा सबै ठाउँतिर जतै गए पनि यो साकुरै मात्रै फुल्छ अनि कति एकै ठाउँ गएको भन्ने हुन्छ होला तर अहिले सबैतिर साकुरै मात्रै फुल्ने टाइम भएर जता गए पनि अझ यहाँ पनि छ यहाँ साकुरै हो जतै साकुरै मात्रै फुल्ने टाइम छ क्या जतै साकुरै मात्रै फुलेको हुन्छ अनि जहाँ गए पनि एउटै जस्तो हुन्छ तर होइन तर के गर्नु यो साकुरा अब हप्ता दिन पनि रहँदैन है बुढो पानी पर्यो भने झरिहाल्छ अब तर यो फुल चाहिँ के भन्छ 1 महिना जति रहनु भने कस्तो हुन्थ्यो होला नि राम्रो हुन्थ्यो है सबैतिर पनि अब हप्ता दिन पनि मजाले बस्न पाउँदैन होला मेरो विचारमा त कति छिटो हावा आयो भने पनि पानी आयो भने पनि झरिहाल्छ हप्ता दिन पछाडि त अलि सुरुमा नाङ्गै हुन्छ अनि फुल फुल्न थाल्छ अनि फुल खसिसक्दा ओर्दा झार कि पात यति धेरै पात हरियो हुन्छ हप्ता 15 दिनमा त फुलिसकेर पनि पात पनि आइसक्छ है म भन्दा पनि धेरै जान्ने बुझ्ने मान्छे हुनुहुन्छ होला त्यही पनि मैले यसो 2-4 शब्द राखेँ अब हेरौँ अनि अघि यताउति गरुन्जेलसम्म चाहिँ पानी परेको थिएन कि अब चाहिँ लु यसो घुम्न जाउँ भनेको पानी पर्न थाल्यो यो हामीहरूलाई पानीले किन यति साह्रो दुःख दिएको किन पछि नछोडेको पानीले भगवान जहिले पानी परिदिन्छ घुम्न जान पनि मन लाग्छ कहिले काहीँ त्यही पनि पानी परिदिन्छ के साह्रो यहाँ पत्याउनु हुन्न अनि म तपाईँहरूलाई देखाउँछु ल पानीको ठुलो त होइन पानी त पर्दैछ तर देखाउँछु ल हेर्नु यहाँ अगाडि सिसामा हेरेर थाहा पाउनुहुन्छ है अनि पर्दैछ के पानी पर्दैछ यहाँ हेर्नु न यतै साकुरा छ बाटैभरि साकुरा हो छ त्यहाँ पर पनि रहेछ म देखाउँछु बाटोको भ्यू पनि त देखाउनु पर्यो नि त्यसो यहाँ त राम्रो साकुरा छ अनि कति यही मात्रै देखाएको भन्नुहुन्छ होला जता गयो त्यतै यही छ त अब के गर्नु अरू बेला गयो भने त फेरि यो रुखका एउटा पात नभएको जाड हुन्छ है यहाँ त भारती यता हेर्नु न यस्तो छ जिन्दगी यस्तो
आउन त आइयो हेर्नु न आउन त आइयो तर अब पार्किङ खोज्नु छ भेटिन्छ भेटिँदैन थाहा छैन भेटिए त हुन्थ्यो भेटिएर यसो एकछिन घुम्न पाए त हुन्थ्यो भन्ने छ ल साथीहरू पार्क घुम्न भनेर गएको घुमेको घुमै भयो कहानीमा ट्विस्ट घुम्न त पुग्यो कि तर पार्किङ नभेटाएर घुम्दा पार्किङ पनि भेटाइयो 1-2 ठाउँ तर अब त्यहाँ पार्किङ गरेर घुम्न जाने ठाउँ हिँड्दै जाँदाखेरि 10-15 मिनट लाग्ने त्यत्रो त को मेहनत गर्थ्यो त्यही भएर घरतिर चल हुँदैछ भन्दा पनि हामी दाइसो जाने भन्ने कुरा भएको छ दाइसँग सामानहरू किन्नु छ 1-2 थोक गरे मेरो बुढाको मेरो चाहिँ केही छैन म चाहिँ गर यत्तिकै हेरिदिने हो भन्दा पनि यसो केही छ भने आफूलाई किन्नुपर्ने सामानहरू त्यतिखेर दिमागमा आयो भने किन्ने हो के गर्नु साथीहरू एक थोक सोचेर गयो अर्को थोक हुन्छ अर्को थोक सोचेर गयो अर्को थोक हुन्छ अघि त घुम्ने भन्दाखेरि त पानी पनि मुन्ट्या थियो अन्त पानी पनि बन्द भयो रिस पो उठेर आयो त अब त के गर्दिन त फुल भए पनि अब अघि हामी घुम्न जाने घुम्ने भनेर भन्दाखेरि चाहिँ पानी परेको थियो अहिले पानी रोकियो अनि के पानीले चाहिँ हामीलाई दुश्मनी छ कि क्या हो अहिले रोक्यो के पानी अहिले पो विचार गरे म त घुम्न जान चाहिँ कहीँ हिँड्नु हुँदैन पानी मात्रै पर्छ अस्ति नेपाल गएको बेला पनि राम्रो एकचोटि इलाम गएको इलामको एउटा डाँडा हेर्न पाइएन हुस्सेले पानीले मुसो जस्तै बनायो कुटेर भगवान गाह्रो छ अबहरू नागोया आइपुगिन आँट्यो हामी कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो फेरि हामी कहाँ चुरुमै पार्क गएको मान्छे नागोयामा आइपुग्न आँट्यो घरको आइपुग्न आँट्यो अब त यस्तै छ साथी के हुन्छ कहिले काहीँ के सोचे थे जिन्दगीमा के भयो आज बाहिर कामको लागि निस्केदाखेरि चाहिँ के भएको होला भन्ने भएको थियो अनि बुढोले घुम्न पनि जानुपर्छ नि पार्कतिर भन्नुभएको थियो ल यसो लु के हो यस्तो त बर्बादै पर्याउनु भयो त तपाईँले त काम गर्ने ठाउँमा पो आइपुगेर कि मलाई छोडेर जानु म काम गरेर जान्छु भोलि बिहानको म काम गरी जान्छु काम गर्ने ठाउँमा आइपुगेको भोलि बिहानको लागि आज काँड हालेर जाउँ कि क्या हो म के भन्दै थिएँ भने यसो भिडियो सिडियोहरू पनि राम्रै बनाउन पाइन्छ होला भन्ने थियो सक्यो अब फर्किँदै म यहाँ म भन्दा पनि धेरै बोल्छु छ्या कति साह्रो बोल्न मन लाग्यो मेरो मोड खराब भयो साथीहरू आजको भ्लग चाहिँ गाडी भ्लग हुने भयो ए हुन्छ अनि अर्को नयाँ कुरा मेरो मोबाइलमा स्टोरेज सक्यो फुल भयो अब जीबीबाट घटेर एमबीमा छ कति मेरो फुल जीबी कति हो 256 जीबीबाट घटेर अहिले एमबी पनि 100 एमबी पो भन्दैछ अब एउटा भिडियो बनायो भने फुल हुन्छ अब एक दिन टाइम निकालेर मेरो भएको सब भिडियो डिलिट हान्नु छ एकदम खतरा तरिकाले भएन यस्तो तरिकाले त अनि कहाँ यस्तो भिडियो सिडियो बनाऊँ भन्ने हुन्छ बाहिर गएको बेला मेमोरीको लागि पनि अनि यस्तो भयो भने त बिजोग भइहाल्यो नि हो गाह्रो छ यत्रो मैले के राखेँ मेरो मोबाइलमा सबै मेरो त त्यसै आज दिन खराब आज दिनै खराब रहेछ हौ बुढो मेरो
तिम्रो दिनै खराब मोड खराब भएको बेला सबै थोक नराम्रै मात्रै हुने कि हो मलाई एक घुम्न गएको त्यहाँ पनि त्यस्तै भयो तपाईलाई लिएर जान्छ अब पुलिसले घुम्न गएको होइन घुम्न जाने पनि त्यस्तै भयो पानी परेर फेरि त्यस्तै भयो अब यो मोबाइलले मलाई होइन स्टोरेज फुल भयो भन्ने त थाहा थियो तर त्यति साह्रो त थाहा थिएन अहिले एउटा भिडियो बनाउँछु त अब तेरोमा 100 MB मात्रै छ भन्नु त जिबी घटेर MB मा छ अरे म कोमामा पुग्छु होला मलाई कोमामा पुग्नको लागि सहायता यही मोबाइलले गर्ने भयो यही मोबाइलको सहायताले म कोमा पुग्ने भयो साथीहरू दाइजो जाने भनेको वाक्कै लागिसक्यो तर दाइजो जानु मलाई चाहिँ अल्छी लागेर आउँछ मलाई चाहिँ फेरि मजा लागेर आउँछ अल्छी लाग्छ किन अल्छी लाग्छ म अहिले तपाईँलाई भन्छु ल त्यो पनि कसले गर्दा अल्छी लाग्छ कसले गर्दा त म भन्छु म दाइसो पुगे पछाडि पनि यसो दाइजोमा यसो भिडियो के बनाउनु थाहा छैन पनि हेरौँ आई विल ट्राई माई बेस्ट आजको मेरो ब्लग त हेरेर पनि मान्छेहरूले के खालकी रहेछ है यता मुख बनाई बनाउँछ भिडियो पनि यस्ताको के हेर्नु भन्नुहुन्छ होला मोड खराब भएपछि यस्तै हो साथीहरू मोड खराब दिन खराब टाटा एकछिनलाई मलाई आँखा झिम्काउन आउँछ मैले आँखा झिम्काइदिएको मेरो बुढालाई बुढा मक्खै मेरो बुढा फेरि मक्खै राम्रो हाम्रो रिलेसनसिपमा म हुँ मर्द मेरो औरत मेरो लुगाई म आँखा झिम्काइदिन्छु मक्खै पार्नु ल हेर्नु त राम्रो केटीमा हुनुपर्ने गुण यता छ भयो म गले मेरो बुढा ल साथीहरू हुँदैछ आइपुग्यो साथीहरू सामानहरू किन्यो अब घर जाँदै मैले अघि भनेको थिएँ नि मलाई दाइसो जान मन पर्दैन भनेर कस्तो अँध्यारो भयो कस्तो आयो मलाई दाइसो जान मन पर्दैन भनेको थिएँ किनभने उहाँलाई दाइसो छिरिसके पछाडि एक प्रत्येक कुना छिर्नुपर्छ प्रत्येक कुनामा के छ त्यो हेर्नुपर्छ सबै हेर्नुपर्छ मलाई त दाइसोमा मलाई बस्ने ठाउँ भए पनि म बसिदिन्थे जस्तो लाग्छ भगवान 1 घन्टा जति बसी होला मलाई त्यही भएर जान मन लाग्दैन जे सामान चाहिएको टक्क किन्ने हिँडिहाल्ने तर हुँदैन मेरो हस्बेन्डलाई हुँदैन सबै थोक हेर्नुपर्छ एक मेरो बुढालाई त सामान यो सामान कहाँ छ भन्दा पनि ठ्याक थाहा हुन्छ ल थाहा हुन्छ तपाईँलाई साँच्ची भनेको एक सामान हेर्नुपर्छ केटीहरू पो हुन्छ नि त त्यस्तो साह्रो यताको सबै मेरो बिल्ला गरेर जस्तो लागेन होइन तपाईँ त्यसै गर्नुहुन्छ क्या दाइसो गयो भने मलाई त काख त दाइसोमा बस्ने ठाउँ थियो भने पनि म त आनन्दले बस्थ्यो होला हौ खुट्टा हल्लाउँदै जस्तो लाग्छ ल अब यति भन्दै आजको भिडियो यही भयो मेरो गाडीको भिडियो भयो आज बाहिरको केही पनि भएन सबै गाडीकै मात्रै भयो यसो राम्रो भिडियो बनाउनु के गर्नु गलत समय गलत मान्छे त गलत होइन समय चाहिँ गलत हो ल यति भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा धेरै धन्यवाद यति भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु डु नट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब आई लभ यु अल बाई